लगा लाइट बाल्यो जुम कसरी गर्छ रायुमी आयो हामी कता जान लाग्यो यस भिडियो है भिडियो है यस्तो गर्दैछ के हाम्रो सामानहरु मिलाउँदै हुनुहुन्छ यस मेरो बाबा र ड्राइभर दाइले मिलाउँदै हुनुहुन्छ and this is बेउलो Beolo. Going to Dangadi and Tikapur. Beulina jalan. We come just हाम्रो भर्खर अब एकचोटि हाई गर्नु नि त अनि एभ्रिवान हाई हाम्रो दाइ एक्सपिरियन्स दाइ टुरिस्ट गाडी चलाउनुहुन्छ दाइ सुत्न दिनुपर्छ अब सबै सुत्ने अनि त्यसमा खाना खाने त्यही बेला सो हामी घरबाट हिँड्यौँ 2:30-3 बजेतिर सबै सुतिरहेको थिएँ यो चाहिँ अब यसो सनराइज भयो म सुतिनँ ड्राइभर दाइलाई साथी चाहियो भनेर म सुतिनँ यो चाहिँ यसो सनराइजको भिडियो खिच्दै बाटोमा क्लिप्सहरू खिच्दै आएँ एन्ड द जर्नी कन्टिन्युज हामी मङ्की खोजेको भन न हामी मङ्की हेर्दै आएको भन न मङ्की हेर्दै आएको ओके बाटो चाहिँ बब्बाल छ एटलिस्ट यहाँ अहिले आएर सोद्धाखेरि चाहिँ यति नभनेको भए जस्तो लाग्छ हुन त पानी पर्नु थियो पहिरो आउनु थियो आइहाल्यो रोकियो अबको पाहाडमा बुटवलको जाम बुटवल भन्दा नि दाउनेको उकालोको जाममा अड्केको पार्ट आउँछ द्याट वाज द वर्स्ट पार्ट अफ द होल ट्रिप तर सायद त्यही अड्केकोले नै गर्दा सायद मेमोरेबल भयो लेट्स सी ठाउँमा चाहिँ यस्तो पहिरो आइरहेछ They are clearing up as we speak. It's all clear now. Just updating. यो चाहिँ नारायणी नदी रे
बाढी आएर रहेछ कत्रो ठुलो भएको सो दिस इज भरतपुर चितवन दामी छ ठाउँ चाहिँ मलाई एकदम म्यानेज लाग्यो काठमाडौँ भन्दा नि बहुत म्यानेज छ दाउन्ने उकालोमा अड्क्यो द्याट्स लिटरली अगाडि गाडी त्यो आयास हाम्रो गाडी हो यतापट्टि अब डोजरले बाटो बनाउँदैन लाग्छ माथि आउन नसकेर दिस इज द कन्डिसन अफ द रोड एट द मोमेन्ट बर्बाद छ तिमीलाई लिन आउनलाई यस्तो दुःख गरेको छु यहाँ के अरे 12 बजे बुटोल पुग्छ भन्छ हामी चढेर हेरेको हेरे अल द वे यो कपपछि छ हाम्रो गाडी सो अब कहिले खुल्ने नो आइडिया सो वी हेभ बिन वर्किङ फर मोर देन 1.5 hours ब्लक गरेको हामी 2.5-3 किलोमिटर हिँड्यो होला बाटो पन्छाउँदै मिलाउँदै सकेसम्म बट यो के भन्छ जाममा भित्रभित्र पुस्ने 2 लेन उसमा 3 लेन बनाउने तिनीहरूले गर्दा जाम भइरहेछ कीर्ति माथि आइज सो होपफुली अब हाम्रो गाडी त अब 200वटा गाडी छ हेरौँ अझ माथि जानुपर्ने होइन 700 मिटर भनेको थियो 100 मिटर त आयो कि केही आएन पत्रकार सो यतिखेर सायद 5 बजेको थियो थकाइ लागिसकेको थियो गाडीहरू पन्छाउँदा हामी यहाँ गाडी कुरेर अनि राति चाहिँ बुटोले बास बस्यौँ एन्ड द सेकेन्ड डे वाज फ्रम बुटवल This is second day. हामी खानी राइमी छुटेको राइमी छुटेको छ कहाँ छ राइमी एउटा छाटा खोइने We are going अब 7 hours journey बुटोलमा बसेको राति कोहलपुरमा खाना रोकेको This is where we ate डब्बावाल थियो खाना नाउ कोहलपुरदेखि
चिसापानी देन चिसापानी अनि कहाँ जाने कहाँ जाने अभी अब अनि कहाँ जाने अब कहाँ जाने अब ठुलो जङ्गल पछि के आउँछ नि अनि जेनीमाइजो आउँछ जङ्गलपछि ए अब जेनीमाइजीकोमा जाने हस् अब 3 घन्टामा जेनीमाइजी भेट्छ 3 घन्टा अझ 3 घन्टा ल जाम 3 घन्टा पछि जेनीमाइजीकोमा पुग्छ 3 घन्टा पछि अझ 2-3 घन्टा लाग्यो मजा हामी नाच्नेहरू यहाँ छ नाच्यो त्यहाँबाट खिच्नु हात के भयो राइमी पनि नाच्यो त्यहाँबाट भिडियो खिच्नु सबैको ए भिडियो हामी बाघ खोज्दै खोज्दै बढिदिया सकेर अब कर्णालीतिर चिसापानीको पुल हजुर यसबाट खिचेन यसबाट पनि राम्रो अन गरे हो Alright, so as you guys might have guessed, कर्णालीको चिसोपानी नआइकन चिसापानी चिसोपानी हैन, it wouldn't be complete. Beautiful beach. अनि ठुलो नदी
पैसा जाम उता जाने अब यहाँ आधी घन्टा जस्तो बसेर अनि जाने रेनीकोमा खाना खान भाँचिँदैन आऊ माथि जाउँ यो पुल मात्र के हेर्नु आज कहाँबाट आएको बुटोलबाट खाना खाएर अब होटल पुगेर रेस्ट गरेर वी विल गो टु जेनिज प्लेस सो हाम्रो दोस्रो दिनको यात्रापछि चाहिँ यहाँ हामी टिकापुरको सिद्धार्थ होटलमा पुग्यौँ जहाँ हामी बस्नेवाला थियौँ फर नेक्स्ट 2 or 3 days रेडी भएर अब बेहुली भेट्न जानलाई टक्क पारेर लेट्स गो going on vacation है यहाँ माला उड्ने कार्यक्रम हुँदैछ दिस इज माइदी माला उड्दै हुनुहुन्छ यता माला उड्नलाई दुबोको सेलेक्सन हुँदैछ भन्नु चिडीमा भन्नु यहाँ तीनजनाले सानो मम्मी मल्जु दिदी तीनजनाले सेलेक्सन यहाँ मेरो मम्मी चाहिँ साडीमा फल्स लाउँदै हुनुहुन्छ बिकज साडी चाहिँ हिजो राति भर्खर आइपुगेको थियो माई भाउजू अल्सो हेल्पिङ माई सानो भान्जी इज स्लिपिङ हाम्रो हल्लामा माई ठुलो भान्जी इज स्टिल अवेक है माई भिनाजु के गर्ने नै थाहा छैन हामी हेरेर बसेका छौँ भिनाजु म हेरेर बसेको हाम्रो बेबी नानी इन्सु मेरो क्यामेराम्यान पर्सनल क्यामेराम्यान आज यो अहिले कति बज्यो 9:30 भयो के अरे 3-4 घन्टा त जान्छ होला Let me take you around हाम्रो room. This is actually Siddhartha Hotel, Tikapur, Koilaliko. So यहाँ हामी time lapse record गर्दैछौँ, which will be in the video. Cheers, bye bye. फेरि भन्नु चाहिँ के भएको? युनिसलाई पठाउँछु म के अरे युनिसको बिहेमा मालाको स्टोरी एकचोटि सुनाइदिनु न फेरि पछि मैले लास्टमा भन्दाखेरि पनि उनीहरूले चाहिँ मानेको थिएन क्या नलाउने नै कुरा गरेको थियो मिल्दैन भनेको थियो अनि लास्टमा चाहिँ रेबिकाले चाहिँ मलाई सरप्राइज दिएको हो कि खास त्यो माला लगाएर अनि म त एकछिन त मेरो छोराको भर्खरको बिहे जस्तो फिल भएको क्या जस्तो
अब मेरो बिहेमा पनि भाइको बिहेमा पनि मैले नै हुने यस प्लिज यसको बिहेमा त उनीहरू पर्दैन अब उहाँको छोराको बिहेमा पनि यिनीहरू भिन्दा भन्टाहरूको सबैको बिहेमा मैले नै आउँछु अरूलाई उनलाउनु होइन फेरि त्यहाँ पाएन यो भिडियो इज रेकर्ड फर द्याट कसैले कसैलाई उन्न लायो भने यो भिडियो देख्यो भने यो भिडियो पठाइदिन्छु म जुगोको मालाको छुट्टै एउटा सबैको बिहेमा अहिले भएको सबैभन्दा ठुलो दिदीले भनेको ब्युटिफुल दिदी मम्मीको ब्युटिफुल भन त कस्तो रे फेरि बामलामै चाहिँ सुने स्टार्ट भन्नु त के गर्ने दि यस्तो धागो हुन्छ होइन मजाले फेरि 4-5 जोडा गर्ने यो चाहिँ काँचो धागो भन्नाले यो के अरे पानी कलर बाहेक अरू कुनै कलर चेन्ज गर्न मिसिन बनाएको हुन्छ होइन त्यस्तो धागो चाहिन्छ यो धागोलाई चाहिँ 4-5 चोटि डोरी बनाएर बल्ले गरेर डोरी बनाउने अनि यति लामो जति बाँधेर अनि फेरि यो उन्नको लागि बाँधेर अनि फर्स्टमा सुरु गरेर चाहिँ यो दुईवटा हातलाई एउटा डोरीले यसरी बाँध्ने हो यसरी गाँठो बाँध्ने गाँठो बाँध्यो अनि फेरि यसलाई चाहिँ यसरी गाँठो बाँधेर यसरी एउटा उयोमा यसरी चार-पाँचचोटि यसरी धागोले बाँधेपछि दुबा तिम्रो त चाल देखेर जुगो 4-5वटा भन्नाले पनि अब 10वटा जति 4-5वटा 5-6वटा जति यसरी उठालिने अनि अघि मैले यो बाँधेको ठाउँमा यो बिचमा धागो छ नि होइन यो बिचमा यस्तो गरेर फटाएर यसलाई ठ्याक्क बिचमा पठाउने अनि यो अघि यो लिएको धागो छ नि यो धागोले यसरी यो दुईवटालाई यसरी समाएर बाँध्ने लक हुन्छ नि त होइन यस So that's the end of the video. यहाँनिर चाहिँ हामी प्याक गर्दैछौँ उता दिने गिफ्टहरू एन्ड एभ्रिथिङ. कीर्ति वाज अ ग्रेट हेल्प. म त प्याक गर्न गइनँ, म आफै आफ्नै धुनमा थिएँ. यहाँ अरू सबैजना मिलेर प्याक गरेँ. या द्याट्स द एन्ड अफ द भिडियो, द भ्लग लेट्स से. यो चाहिँ बिहेको मेहन्दीको एक दिन अगाडिसम्मको हो. अब त्यो बाँकीको भिडियो चाहिँ हामी बिस्तारै अपलोड गरौँला. होपफुली विल डु इट. बाई बाई.